लाङटाङ नेपालको सबैभन्दा सुन्दर उपत्यकाहरूमध्ये एक हो। यहाँको पहाड, खोला, वन, समाज, संस्कृति र गाउँहरूले यो ठाउँलाई विशेष बनाउँछ। टाढाबाट देखिने शेरगोरी लाङटाङको एक गौरव हो। यहाँका हरेक मोड, हरेक पाइलाले नयाँ अनुभूति र शान्ति दिन्छ। लाङटाङबाट यात्रा अगाडि बढ्दै जाँदा मनमा अनेक शान्ति र उत्साह मिसिन्छ र यही भावनाले मलाई अर्को गन्तव्यतिर धकेल्छ। त्यो हो गोसाइँकुण्ड। शान्त पानी, चिसो हावा र छुट्टै ऊर्जा भएको वातावरण। यहाँ उभिँदा मनले शान्ति र ऊर्जा दुवै महसुस गर्छ। यो हो मेरो लाङटाङ गोसाइँकुण्ड एकल यात्राको पहिलो दिन। बिहानको करिब 5:30 बजे म काठमाडौँको माछापोखरी बस पार्क पुगेँ। त्यहाँ मैले टिमुरे यातायातको एउटा सिटको टिकट रु 1000 तिरेर काटेँ। एकछिन गाडीको पर्खाइ गर्दाखेरि मैले एक कप चिया पिएँ र हाम्रो लाङटाङको यात्रा करिब 6:45 मा काठमाडौँबाट सुरु भयो। यात्राको क्रममा मेरो भेट म जस्तै लाङटाङ यात्रा गर्न निस्किएका अमित, आदर्श अनि फ्रान्सदेखि आएकी नोरासँग भयो। यात्रा अगाडि बढ्दै गयो। बाटो बन्दै गरेकाले बाटो उबड-खाबड भएर गाडीको गति सुस्त हुन पुग्यो। गति सुस्त भए पनि ठाउँ ठाउँमा साना साना झरना र हिमालको दृश्यले मन एकदमै लोभित थियो। धुन्चेको आर्मी चेकिङमा 100 रुपियाँको इन्ट्री टिकट काटेर करिब 12:30 बजे म पुगेँ धुन्चे। धुन्चे गोसाइँकुण्ड पैदल यात्राको लागि स्टार्टिङ पोइन्ट हो, तर म चाहिँ सिधै ओह्रालो बाटो लागेँ स्याफ्रुतिर। खोला मात्र हो कि के हो? खोला मात्रै हो। खोला मात्र हो सानो? सानो ठिकै हो। यात्रा स्याफ्रुको ओह्रालो बाटोतर्फ अगाडि बढ्दै गयो। दिउँसोको करिब 1 बजेतिर खोलाको पुल तरेर म पुगेँ स्याफ्रु बेसी। गाडीबाट हामीले हाम्रो ब्यागहरू निकाल्यौँ अनि एकजनाको रु 1250 पर्ने गरेर स्याफ्रु बेसीदेखि शेर्पा गाउँसम्मको रिजर्भ सुमोमा यात्रा अगाडि बढायौँ। Because it's better to be with another person, not alone. कठिन सुमो यात्राको करिब 2.5 घण्टापछि 3 बजेतिर हामी सुमो जान सक्ने अन्तिम ठाउँसम्म पुगेर चर्यौँ। भनेपछि यहाँबाट चाहिँ हामी 1.5 घण्टा हिँडेर चाहिँ लामा गाउँ पुग्छ नि त? त्यसै त भ्याइन्छ मजाले। ल हामीलाई 2 नै घण्टा लाग्यो नि, कति बजेर अहिले? 2 घण्टा। पालै फरक पर्दैन। यस ठाउँबाट हाम्रो आज पहिलो दिनको पैदल यात्रा शेर्पा गाउँतर्फ सुरु भयो। Can you introduce yourself? Okay, hi, I'm Nora. बाटोमा परेको पुललाई तर्दै वरिपरिको खोला नाला हेर्दै यात्रालाई मजा लिँदै हामी करिब आधा घण्टापछि पुग्यौँ शेर्पा गाउँ। चक्लेट खान्छौ? चक्लेट खाने? बाई।
केही समयको मिठो विश्राम लिएपछि हामीले आफ्नो गति अलिकति तीव्र बनाएर अगाडि बढ्दै गयौँ। शेर्पा गाउँबाट हिँडेको लगभग 1 घन्टापछि करिब 4:30 बजे हामी रिम्चे पुग्यौँ। ब्याम्बूबाट आउँदा र शेर्पा गाउँबाट आउँदा भेट हुने गन्तव्य रिम्चे हो। रिम्चेमा पनि नबसी हामी लगातार लामा होटलतर्फ अगाडि बढिराख्यौँ। शेर्पा गाउँबाट पैदल यात्रा सुरु गरेको लगभग 1.5 घन्टापछि बेलुकाको करिब 5 बजे हामी पुग्यौँ लामा होटल। एकजनाको लागि राति सुत्न, बेलुका खाना खान र बिहान ब्रेकफास्ट खानको लागि रु 1200 मा हामी शेर्पा होटलमा बस्ने निर्णय गर्यौँ। आजको दिन लामो थियो तर हरेक पल सम्झना लायक। आज हामी लामा होटलमा विश्राम गर्छौँ र भोलि फेरि अर्को सुन्दर दिनलाई पछ्याउनेछौँ।